यति उच्च अदालत स्वीकृतिबाट मान्छे छुटे भने गर्नुहुन्छ के ल बताउनुहोस्। ज्यानको बदला ज्यान हुन्छ, 6 को बदला 6 हुन्छ, 6 को बदला 6 हुन्छ। दम छ। मैले फेरि भने हेर्नुहोस् न, छ कि जाने हेर्नुहोस् न। तपाईँ त मलाई लामो समयदेखि रिपोर्टिङ गरिरहनु भएको छ। खगेन्द्र सुनारसँग वा यहाँका दलितसँग त्यो दम छ कि छैन भन्ने तपाईँले हेरिरहनु भएको छ। तपाईँ देशलाई भड्काउनु खोज्नु। तपाईँले हेर्ने रोक्नु छ तपाईँ। पढ्नुहोस् तपाईँ। जातीय द्वन्द्व गर्दै हुनुहुन्छ। ल पढ्नुहोस् तपाईँले मैले भने हामीलाई मार्दा हो दलित भएकै कारण त्यत्रा युवाहरूलाई भेरी नदीमा बगाउँदाखेरि जातीय साम्प्रदायिकता नभड्किने, जातीय द्वन्द्वहरू नभड्किने, हामीलाई किन मारेको भनेर आवाज उठाउँदाखेरि साम्प्रदायिकता भड्किन्छ भने यी सामन्तीहरूको कानुनमा आगो लाउनुपर्छ। होइन सुन्नुहोस्, म तपाईँलाई फेरि पनि पढ्नुहोस् पहिला। तपाईँले अहिले भनेको जस्तो तपाईँ जसरी समाज भड्काउन खोजिरहनु भएको छ भन्नुभएको छ नि, यो हामीले रचना गरेर हामीले यो एउटा डिजाइन गरेर यो समाज भड्काउन खोजेको होइन। हामीमाथि जातीय विभेद कसले गरेको छ, हामीमाथि अत्याचार कसले गरेको छ, बलात्कार कसले गरेको छ। बलात्कार हामीलाई गर्ने, अत्याचार हामीलाई गर्ने, हाम्रा दिदीबहिनी बलात्कार गर्ने, हाम्रा भाइहरू मारेर खोलामा फाल्ने, हाम्रा बाउहरूको घाँटी काट्ने, हाम्रा आमाहरू सेती दमाईका परिवारहरू आज रुँदै हिँड्ने, अङ्गिरा पासीका परिवारहरू रुँदै हिँड्ने, रिङ्कु सदाका परिवारहरू आज रुँदै हिँड्ने। अनि यसो किन गरेको भन्दाखेरि समाज भड्किन्छ भने सामन्तीहरू भड्किनुपर्छ, अझै भड्किनुपर्छ। मैले फेरि पनि भने हामीलाई अत्याचार गर्ने। अहिले म तपाईँलाई यो बडो अचम्म लागेको छ।